ग्लोरी टु गड। हामी यसरी हिमाली गाउँपालिकाको रुगिन भन्ने ठाउँमा छौँ। पहिला त यो गाविस नि हो। यी पहाडका अप्ठ्यारा बाटाहरू भिरपाखाहरूमा परमेश्वरलाई महिमा दिँदै अगाडि बढिरहेका छौँ। बाटो भने हाम्रो यस्तो छ। हालेलुया, ठुला महिमा भएको होस्। चाहे हरियाली जग्गा होस्, चाहे सुक्खा होस्, यी सबै सृष्टि गर्नुहुने महान परमेश्वर नै हुनुहुन्छ। र जुनसुकै ठाउँमा पुगे तापनि, जस्तोसुकै अवस्थामा भए पनि यहाँलाई दिने एउटै सन्देश भनेको प्रभु येशू ख्रिस्टले यहाँलाई उद्धार र मुक्ति दिनुहुन्छ। येशू ख्रिस्टमा उद्धार र मुक्ति छ। आमेन, हालेलुया। धन्यवाद दिँदछु यहाँहरू सबैजनालाई। परमेश्वर आशिष दिनुभएको होस्। एकचोटि म हजुरलाई नम्र भएर निवेदन गर्न चाहन्छु। येशू ख्रिस्टलाई धर्मको रूपमा होइन, आफ्नो जीवनको उद्धारकर्ता र मुक्तिदाताको रूपमा खोज्ने, ग्रहण गर्ने, विश्वास गर्ने प्रयास गर्नुहोस्। यहाँले कहिले पनि पछुताउनु पर्ने छैन। म पछुताएको छुइनँ। मैले एउटै कुरा निश्चय गरेको छु कि यो संसार एक दिन छोड्नुपर्छ। यो संसारमा भएका प्रत्येक थोकलाई पनि छोड्नुपर्छ। तर मैले गरेको विश्वास चाहिँ कहिले पनि मैले छोड्नु पर्दैन। अनि मैले जसमाथि विश्वास गरेको छु उहाँले चाहिँ मलाई सिधैमा अनन्त जीवन दिनुहुन्छ। आमेन, हालेलुया। अनि यो सन्देश चाहिँ यहाँलाई दिँदछु म, किन हजुरलाई पनि त्यो कुरा आवश्यक छ। प्रियजनहरू, मलाई धर्म प्रचार गर भनेर नभन्नुहोस्। मैले कुनै पनि धर्म प्रचार गरेको छुइनँ। हजुरलाई यो गर्नुपर्छ, त्यो गर्नुपर्छ, यता जानुपर्छ, उता जानुपर्छ भनेको छु र हजुर जहाँ हुनुहुन्छ त्यही ठाउँमा रहेर अहिले नै घुँडा टेकेर भन्नुहोस्, प्रभु येशू म पापी हुँ। किन प्रभु येशूलाई नै पुकार्नु त? किनभने प्रभु येशू ख्रिस्ट चाहिँ तपाईँको पापको लागि कल्भरीको क्रुसमा टाँगिनुभयो, मर्नुभयो। उहाँले तपाईँलाई निको पार्नको लागि कोराका चोटहरू खानुभएको छ। उहाँले चाहिँ तपाईँको पापको मूल्य तिरिदिनु भएको छ। त्यो भएर येशू ख्रिस्टमा चाहिँ विश्वास गर्नुपर्ने कारण चाहिँ त्यो। येशूमा मात्रै पाप क्षमा चाहिँ त्यो भएर छ। अब तपाईँले मैले केही पनि गर्नु पर्दैन, केवल उहाँलाई आफ्नो हृदयमा बास बस्न दिने। आजसम्म तपाईँ मालिक हुनुहुन्छ म होइन, अब चाहिँ येशू तपाईँ मालिक हुनुहोस् भन्ने मैले त्यही गरेको छु। आमेन, हालेलुया। परमेश्वरले यहाँलाई आशीष दिनुभएको होस्। जय मसीह, बाई बाई।